राधे राधे सम्पूर्णमा हार्दिक स्वागत छ। अब देवगुरु बृहस्पति अस्त हुँदै हुनुहुन्छ यो 2083 सालको असार महिनाको 32 गतेदेखि श्रावणको 24 गतेसम्म। गुरु बृहस्पति अस्त हुँदै गर्दा धार्मिक कार्य माङ्गलिक कर्महरू के गर्न हुन्छन्, पूजापाठहरू, नित्य कर्महरू, नैमित्तिक काम्य कर्महरू, यसबारेमा हामी महत्त्वपूर्ण जानकारी गराउनेछौँ। फेरि श्रावण मास पनि पर्दैछ, त्यसैले केही भक्त सज्जनहरू अन्योलमा हुनुहुन्छ। शिवजीको व्रत पूजा आराधना के कसरी गर्ने, कतिसम्म गर्ने भनेर हामी यसबारेमा पनि कुराकानी गर्छौँ। सम्पूर्ण दर्शकबिन्दहरू आउनुहोस्, कहिलेदेखि कहिलेसम्म रहेको छ 2083 सालको यो असार महिनाको 32 गते, 32कै महिना छ, मसान्त हो र यो बिहिबारका दिन 2026 जुलाई 16 तारिकदेखि गुरु बृहस्पति अस्त हुँदै हुनुहुन्छ 2083 सालको श्रावण महिनाको 24 गते आइतबारसम्म, भनेको 2026 अगस्त 9 तारिकका दिन गुरु बृहस्पति फेरि उदय हुनुहुन्छ। अब हामी कुरा गरौँ यो अस्त भनेको के हो, कसरी हुन्छ भन्दा कहिलेकाहीँ के हुन्छ, साना साना ग्रहहरू सूर्यको नजिक पुग्छन्। जस्तो देवगुरु बृहस्पति सूर्यको नजिक जब पुग्नुहुन्छ तब पृथ्वीबाट देखिनुहुन्न। यस कारणले गर्दा त्यो समयमा बृहस्पति अस्त भएको अवस्थालाई मानिन्छ, भनेको प्रभाव कम हुनु। गुरु बृहस्पति सूर्यको नजिक पुगेर प्रभाव कम हुँदैमा धर्म कर्म सबै लोभ हुँदैनन्, गुरुहरूको आध्यात्मिक ज्ञान लोभ हुँदैन। यस कारणले गर्दा केही ग्रहहरूका प्रभाव कम हुन्छन्। त्यो अवस्थामा गरिने हामीले माङ्गलिक कार्यहरू, काम्य कर्महरू जसबाट हामीलाई फल प्राप्त भएको छ भने त्यो शुभता नहुन सक्छ भनेर शुक्र बृहस्पति अस्त हुँदाखेरि विशेष गरेर काम्य र माङ्गलिक कर्महरू गर्न हुँदैन। अब के गर्न हुँदैन यहाँहरूलाई जानकारी गराउँ। सर्वप्रथम त विवाहको साहित्य निस्किँदैन, व्रतबन्धको साहित्य निस्किँदैन, केश मुण्डन आदि गर्ने साहित्यहरू यो अस्तको समयमा निस्किँदैनन्। नयाँ घर बनाउने अनि नयाँ घरमा सर्ने साहित्य भयो, ठुला ठुला मन्दिर निर्माणहरू भए, देवी देवताहरूका प्राण प्रतिष्ठाहरू भए, यी कार्यहरू हुँदैनन्। मन्दिर बनाइदिनु अथवा भनौँ कुनै बगैँचा लगाउनु, इनार कुवा तलाउहरू खनाउनु, विशेष गरेर चान्द्रायण आदि गरेका व्रतहरू गर्न भएन, तुलादान आदि गर्न भएन, अष्टका श्राद्ध भएन, वृषोत्सर्ग आदि कर्महरू गर्न भएन। कहिल्यै नगएको मन्दिर, त्यो पनि म फलानु कामनाले नि आउँछु भनेर केही कामना भाकलहरू थिए भने त्यस्ता मन्दिरहरू देवताका दर्शनहरू गर्न भएन। अब दीक्षा लिन भएन, जस्तो दीक्षाका मन्त्रहरू गुरु बनाउने अवस्था, दीक्षा लिने कार्यहरू भएन यो अवस्थामा, किनभने बृहस्पति अस्त हुनुहुन्छ। अब हामी जाउँ, दुईवटा कार्य गर्न मिल्छ। के भन्दा एउटा नित्य कर्म गर्न मिल्यो र अर्को नैमित्तिक कर्म कार्य पनि गर्न मिल्यो। अब नित्य कर्म र नैमित्तिक कर्म चाहिँ गर्न भयो। नित्य कर्म भनेको जो सधैँ गरिन्छ, जस्तो बिहान उठेर स्नान गरिन्छ त्यो गर्न पर्यो, जप ध्यानहरू, गायत्री मन्त्र, गुरु मन्त्रहरू जपिन्छ त्यो गर्न पर्यो, तुलसीलाई जल दिने, सूर्यलाई अर्घ्य दिने, जो नित्य गरिराख्नु भएको थियो, पाञ्चायन देवी देवताहरूको पूजा गर्ने, शिवजीको पूजा गर्ने, दुर्गाको पूजा गर्ने, शालग्रामको सेवा गर्ने, यी नित्य हो। यी कार्यहरू भने जरुर गर्न पर्दछ। नित्य कर्म भनेको सधैँ गरिने, जो सधैँ गरिराखेको हुन्छ, गर्दा आफूलाई आनन्द आउँछ, नगर्दा दोष लाग्न सक्छ। नित्य कर्म हामीले स्नान गर्छौँ, शौच गर्छौँ, यो गरिएन भने त शरीरलाई दुःख हुन्छ। यस कारणले गर्दा नित्य कर्म गर्न भयो। र नैमित्तिक कर्म भनेको त्यसलाई निमित्त मानेर गरिने, जस्तो भनौँ न नैमित्तिक कर्म भनेको जस्तो अब एकादशी आयो, त्यो एकादशीको व्रत गर्न पर्यो। अब जहाँ मानिलिउँ असारको 32 गतेदेखि श्रावणको 24 गतेसम्म देवगुरु बृहस्पति अस्त हुँदै हुनुहुन्छ भने बिचमा हरि शयनी एकादशी आउँछ, चतुर्मास व्रतको दिन। चतुर्मासको व्रत प्रारम्भ गर्दा भयो, एकादशीको व्रत गर्ने हो, तुलसी रोप्ने दिन भएको हुनाले त्यो दिन तुलसी रोप्ने। अब गुरु पूर्णिमा आउँछ, त्यस पछाडि मुख्य पर्वहरूमा गुरु पूर्णिमाका दिन गुरुको दर्शन गर्न जाने, गुरु मन्त्रहरू जाप गर्ने, भजन कीर्तनहरू गर्ने, यी कार्यहरू गर्न भयो। तर गुरुसँग दीक्षा लिन भएन, किनभने अस्त छन्, बृहस्पति नै अस्त हुनुहुन्छ। त्यस कारणले गर्दा गुरु पूर्णिमा धुमधामसँगले मनाउन सकियो, तर नयाँ मन्त्र दीक्षाहरू भने अस्तको समयमा नलिनु नै सर्वोत्तम हुन्छ। त्यसैले पर्व मनाउने हो। अब श्रावण मासका सोमबारहरू पर्छन् र श्रावण मासका सोमबारको व्रत भन्दा श्रावण मासका सोमबार नित्य गर्ने, नित्य हो यो, किनभने शिवजीको पूजा साउनमै हुन्छ, अभिषेक साउनमै हुन्छ। यस कारणले गर्दा हामीले वर्षै नै गरिरहेका छौँ शिवजीको पूजा आराधना। हाम्रा घर परिवारले पनि त्यो कार्य छोड्न भएन, गर्न पर्यो, गर्न पर्छ, नगर्दा दोष लाग्छ। तर जसले पहिलोचोटि श्रावण मासको व्रत बस्दै हुनुहुन्छ, अहिलेसम्म गर्नुभएकै थिएन र कुनै सङ्कल्प लिएर अथवा कुनै कामना लिएर म शिवजीको पूजा गर्छु फलानु यतिवटा भन्नको लागि चाहिँ गुरु बृहस्पति अस्त शुक्र अस्त भएको बेलामा गर्न हुँदैन, किनभने व्रतको शुभारम्भ पनि गर्न भएन, समापन पनि गर्न भएन। तर हामीले जो नित्य 2-3 वर्ष अगाडि श्रावण मासको सोमबारको व्रत बस्नुभयो, फेरि बिचमा छोड्नु भएको थियो, यस वर्ष गर्न मन लाग्यो भने गर्नुपर्छ। यसको फल भनेको भगवान् शिवजीले दिनुहुन्छ। त्यसैले शिवजीलाई नित्य गरिने पूजा दुध, दही, घिउ, मह, अभिषेक शिवका मन्दिरहरूमा सबै थोक गर्न हुन्छ। जस्तो हामीले रुद्री गर्दैछौँ, 11 जना गुरुहरूलाई रुद्री गराउँदैछौँ राखेर, अग्नि जुर्ने, रुद्री जुर्ने, शिव साहित्यहरू हुँदैन। तर त्यही रुद्री पाठ आफूले दैनिक सुन्नु पऱ्यो भने शिवजीलाई पूजा अभिषेक गर्दाखेरि हुन्छ। तर यतिजना गुरुहरूबाट चाहिँ म लघु रुद्री गराउँछु, रुद्री पाठहरू गराउँछु भन्नुभयो भने त्यो कार्य गर्न भएन। त्यस कारणले गर्दा नैमित्तिक भनेको त्यही देवतालाई निमित्त मानेर गरिने,
नित्य भनेको सधैँ गर्ने, काम्य भनेको फल राखेर गर्ने। अब पुराण आदि कार्यहरू भए, ठुला ठुला पुराणहरू भए, यज्ञहरू भए, महायज्ञहरू भए, यी यज्ञहरूको शुभारम्भ गर्न भएन। तर विशेष गरेर जहाँ सत्सङ्ग हुन्छ, पर्वहरू, विशेष उत्सवहरूमा, ती उत्सवहरूमा भएका कथा सत्सङ्गहरू सुन्न भयो। तर हामी व्यक्तिगत रूपमा भागवतहरू लगाउँदैछौँ, काम्य अनुष्ठानहरू गर्दैछौँ, कुनै न कुनै उद्देश्य जोडिएको छ भने त्यो कार्यहरू यो अस्तको समयमा भएन। नैमित्तिक कर्महरूमा के पर्छन् त भन्दा जस्तो श्राद्ध, कसैका बुबा आमाको तिथि आयो, त्यो तिथि आयो भने त्यो तिथिको श्राद्ध गर्न पर्यो। अब कसैको बच्चाको जन्म भयो, त्यो जन्म भएपछि नामकरण गर्नु पर्यो। कसैको मृत्यु भयो, मृत्यु भए पछाडि त्यो संस्कार पनि गर्न पर्यो। कसैको पास्नी भयो, बच्चा जन्मेको ठिक 5 महिना 6 महिना हुँदा छोराछोरीहरूको, साना बच्चा बच्चीहरूको पास्नी हुन्छ, त्यो पनि गर्न पर्यो। यस कारणले गर्दा अब जन्मदिन पर्यो, आफ्नो जन्मदिन पर्यो, 2-4 वर्ष पछाडि तिथि ग्रहहरू यसै समयमा मिले, अस्त छन् भने पनि नवग्रहको पूजा गर्न भयो। अष्टचिरञ्जीवीहरूको जो पूजा गरेर प्रार्थना गर्न हुन्छ, यी कार्यहरू गर्न भयो। तर ठुला ठुला कार्यहरू, माङ्गलिक कुनै फल इच्छाले गर्ने कार्यहरू नगर्ने। आफ्ना स्वस्ति शान्ति, जन्मतिथि, जन्म नक्षत्रहरू पर्दाखेरि हामीले गर्न सक्छौँ। गुरु अस्त हुनु भनेको धर्म अस्त हुनु होइन, शिवजीकै पूजा अस्त हुनु होइन। यस कारणले गर्दा 1 वर्ष कुर्नुपर्छ। श्रावण मासलाई फेरि पर्खिन। त्यसैले हजुरहरूलाई शिवजीको पूजा गर्न मन छ, अभिषेक गर्न मन लागिरहेको छ भित्रबाट भने गर्ने, त्यो कुनै फल छ यतिवटा गर्छु भन्नेले शुभारम्भ गर्न भएन। यसरी नित्य नैमित्तिक कर्महरू गर्ने, काम्य कर्महरूको लागि विशेष गरेर हामीले यो अवस्थालाई टाल्दिने। जब उदय हुन्छन् त्यस पछाडि राम्रा दिन मिति मुहुर्तहरूमा प्रारम्भ गर्नुपर्दछ। दर्शकबिन्दुहरू, हामीले लगभग देवगुरु बृहस्पति अस्त हुँदै गर्दा यो 2083 सालको असार महिनाको 32 गतेदेखि श्रावण महिनाको 24 गतेसम्मका विशेष दिनहरूको बारेमा कुराकानी गरिसकेका छौँ। आशा छ यहाँहरूले सम्पूर्ण कुराहरू बुझ्नु होला, शिवको भक्ति पूजाको लागि तयारी हुनु होला। गुरु बृहस्पति सूर्यको नजिक गएर थोरै यहाँ धरतीबाट नदेखिने मात्रै हो, त्यसैले माङ्गलिक कार्यहरू नगरौँ, शुभ कर्महरू गरौँ र भक्तिभावहरू हामीले समर्पण गरौँ भन्दै यहाँहरू सबैलाई हामीले जानकारी गरायौँ। त्यसैले नित्य र नैमित्तिक कर्महरू हामीले गर्न भयौँ। काम्य कर्महरूलाई अगाडि पछाडि हामीले सारेर गर्नु नै सर्वोत्तम हुन्छ। शास्त्रहरूका वचन नै यिनै हुन्। हामीले यिनै कुराहरू हाम्रा सम्पूर्ण दर्शकवृन्दहरू समक्ष जानकारी गराएका छौँ। वर्षमा 1-2 चोटि बृहस्पति शुक्र अस्त भइराख्नुहुन्छ, हामीले तिथिमितिसहित विशेष जानकारी गराइरहेका हुन्छौँ। यसपटक पनि हामीले सम्पूर्ण जानकारीहरू गरायौँ। यहाँहरू सम्पूर्ण भगवत सज्जनहरूले सुनिदिनु भयो, लाइक कमेन्ट सेयरहरू गर्नुभएको छ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। अझै यहाँहरूको हौसला साथ सहयोग प्राप्त गरिरह्यौँ। हामीसँग जोडिनको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभयो भने समयमा हाम्रा धार्मिक भिडियोहरू जो अपलोड गर्छौँ हजुरहरू समक्ष आइपुग्नेछ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। म कुबेर सुवेदी बिदा हुन्छु। जय श्री राधे, जय श्री कृष्ण।